साथीहरू, हामी चाहिँ आज यहाँ घुमघाम कार्यक्रम गर्दै आएका छौँ। यहाँ चाहिँ सिमुको हस्बेन्ड पछाडि हात राखेछ। हस्बेन्डले चाहिँ सिमुको यहाँ टिचर हुनुहुन्छ। उहाँ चाहिँ आज स्कुल छुट्टी बिदा भएर चाहिँ हामी यहाँ बागबजारतिर यसो घुमघाम गर्दैछौँ। के खाने खाजा नास्ताहरू ल जाउँ न त। आज हामी 3 आमा छोराछोरी चाहिँ छोरा बुहारी म नास्ता खानु चाहिँ यहाँ छिरेको छौँ है। घाम छ, त्यस्तै गर्मी भइरहेको छ। ल बस जाऊ, उता बस न। उसमा ड्रेसमै है काम थियो र हामी यहाँ थियौँ। ऊ चाहिँ ड्रेसमै आएको छ आज, किनभनेदेखि उसलाई स्कुलमा हाफ छुट्टी लिएर आएको हाम्रो कामको लागि है। अनि यहाँ चाहिँ यहाँ ल हाम्रो चाहिँ यहाँ खाजा आइसकेको छ। यहाँ चाउमिन मोमो, हामीले चाहिँ मोमो र चाउमिन मगाएको। ल अब चाहिँ हामी खाने सुरु गर्छौँ है। ल सम्पूर्ण साथीहरूलाई चाहिँ आज यहाँ हाम्रो मोमो र चाउमिनबाट धेरै धेरै स्वागत छ भन्दै चाहिँ हामी अब खान सुरु गर्छौँ। ल नमस्ते, हजुरहरूले भिडियो हेरिदिनु होला। आज चाहिँ हामीले बाहिर खान्छौँ है। ल ल अन्त मोमो अनि उसले चाहिँ चाउमिन खान्छु भने सिमुले चाहिँ हामी चाहिँ यो केयरिङ गरेर खान्छौँ है। ल मोमो आज चाहिँ बाहिरको टेस्ट गर्नु लागेको छौँ हामीले है। ल खाइदिउँ है त। मेरो अचार छैन, यो हो त्यो चप चाउमिनको। यो त 2 ढ्यापमै सिदिने जस्तो छ। प्याज अचार ल्याउँदै हुनुहुन्छ अन्त खाएर पर्ने। पिरोको सालीको पनि छैन अचार? हजुर जानु मन लाग्यो सिनेमामा। कहाँ हो सिनेमामा? बजारतिर त धेरै भाडे हो नास्ता नखाएको, धेरै वर्ष भयो। मिठो रहेछ, दामी मिठो रहेछ। दामी मिठो रहेछ। पेपर चाहिँ छैन? पेपर छैन? पेपर मोमो चाहिँ मिठो रहेछ। हजुर कहाँ दामी मिठो रहेछ मोमो। हजुर एउटा बनाइदिनु न।
यहाँबाट गएर सुपरको मम्मीकोमा खाने हो बर्थडे नानीको। यहाँ राख्थ्यौ मलाई हामी फेरि के खान लाग्यो अरे सिमु के अरे कट्टी रोल कट्टी रोल कटिङ रोल कट्टी रोल कट्टी रोल यो चाहिँ किन पेपरमा खानै पर्छ होइन म त यहाँ राखेर खाने भने यो त कट्टी रोल भन्ने चिज हो अरे है साथीहरू गाइजहरू म पहिलोचोटि खानु लागेको थियो मैले चाहिँ खास खाएको छुइनँ मेरो मासु होइन चिकनको मासु फर्स्टचोटि है मैले चाहिँ यो खान लागेको साथीहरू कस्तो हुन्छ आज टेस्ट गरेर ल टेस्ट गरेर टेस्ट मिठो हुन्छ क्या अनि भरे बर्थडे चाहिँ नखाने बर्थडे चाहिँ के खाने अघि नै यो खानुपर्छ बरु है दामी मिठो हुन्छ उतातिर मिठो हुन्छ कस्तो मिठो हुन्छ उता त पाउँछ नि होइन जाने मिठो पो हुँदो रहेछ मेरो खुर्सानी लागेको माया गरेको कोहीलाई यहाँ दिदी भएको अब दिन खाऊ राख्दै मिठो हुँदो रहेछ पाँचचोटि खाएको मैले हो एउटा खायो भने मजा लगाइन्थ्यो घर चल्नको अब चाहिँ हामी निस्क्यौँ है त खाजा खायौँ अब सर कारमा चढेर जाऊँ है हामी चाहिँ फेरि यहाँ छिमेकीको नानीको बर्थडेमा जाँदैछौँ है नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ हामी चाहिँ सबैजना भेला भइसक्यौँ है ल साथीहरू हेरिदिनु होला हाम्रो हेलो भनिहाल्छ ए तिमी पनि आथ्यौ हामीले सबैजना भेला भला यहाँ चाहिँ दुईटा हो नि नानीको बर्थडेको लागि यहाँ केक ह्यापी बर्थडे यता हेर त के रहेछ ह्यापी नानीको हो खै नानीको भने खै त भाउजू देखौ तिमीले खतरा चालले भाउजू बच्चा हातको रमाइलो सबैजना बच्चाहरूको रमाइलो है बर्थडे भनेकै सबैभन्दा दुईटा त 2 वर्ष त भयो नानीको बाबा है
अहिले बर बुढेसकालमाको त्यो छोरी एकदम खुसी छोरी अब 2 पुगेर 3 लाग्यो छोरीको अहिले बर्थडे मनाउनलाई यही सासु आमा आउनु भएको छ बहिनीहरू आउनु भएको छ यहाँ भान्जाहरू यहाँ भाइ आउनु भएको छ हेर्नु सबैजना कति रमाइलो भएको थियो नानीको अहिले तब्बेदाले बब्बाल तरिकाले मनाउन लागेको छ गाइजहरू सबैले लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला सब्स्क्राइबर गरिदिनु होला गरेर ट्याप यहाँ मात्र भइसक्यो ओ ह्यापी टु यु यहाँ हाम्रो पनि भिडियो गरिदियो हजुर ल यसो गर्न दुईटा हातले रेडी 1 2 3 गो बत्ती सबै निमाएर भयो त्यो त बलिरहन्छ कि फेरि बन्द ल्याउनु न के चक्कर बजिरह्यो Happy birthday to you, happy birthday to you, happy birthday Smriti Happy ठुलो हात्ती राख्नु त त्यहाँ यस्तो पनि हुन्छ केक खुवाइदिनु थियो अरे केक खुवाएर गाला लगाइदिनु न अलिअलि छोरीलाई केक खुवाइदिनु नि गाला पहिला टिका लगाइदिनु खुवाइदिनु नाकमा रश्मि किन त्यो दाइलाई हेर प्याज खेत नाल है मुखमा आगो ठिक पारे खिचेँ पैसा त थप मिलिदिरहेछ एउटा ए हाम्रो केक कति पच्चै जहाँ पनि बर्थडेमा चाहिँ यस्तो हुन्छ है गाइज ल साथीहरू हेर्नुहोस् है ल बर्थडे केक राख्ने यो काट्नु के अरे फेरि भन्छ ह्याप्पी टु यु भयो सबैजना हजुर खानु मम्मीलाई दिनु ल है भान्जी होला Happy birthday to you. Yata. Video में है ना? खाइसिके मैले खाइसिके आज यो सन्त छैन के Happy birthday to you, As. Thank you, Ban. Thank you. Hanman. Lagi kan le, kuda. एप्पल खाने भेजिदिन्छु है एप्पल खाने एप्पल सबै एप्पल भन्छ
तालीमा ह्याप्पी बर्थडे गर तालीमा यसो गर दाइ उता केक दिनु भाउजू 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 भनेर नमस्कार जी घर भाउजूलाई न्याकै भयो तपाईँ चाहिँ थाल बोकेर कता हिँड्नु भयो कता यता यता भन्दै यस्तो थाल बोकेर हिँड्नु पाएन है बसेको ठाउँमा बहिनी त्यति नै अरू छैन अरू भन्नु लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला अनि आन्टीको मोबाइलमा ल बाइ बाइ मोबाइल होइन युट्युब च्यानल ल सबैजनाले बिस्तारै लिनुहोस् है बिस्तारै लिनुलाई नि के हो र हेलो चट्ट लाएर बर्थडेको भोज न्यारी भोज हाम्रो चाहिँ यहाँ भाइ हुनुहुन्छ भान्जीको बर्थडे पार्टी ए भान्जीको बर्थडे पार्टी यहाँ पनि हाम्रो आफ्नै छिमेकी भाइ हुनुहुन्छ कसको पार्टी मेरो आफ्नै पार्टी भन्ला जस्तो चाहिँ यता ए बहिनी तपाईँको बहिनी है ए बहिनी पो त नि अनि तपाईँको चाहिँ मेरो एकदम मेरो छोरीको 3 पुरा पुगेर 3 वर्ष लाग्यो 50 जम्मा 51 वर्ष लाग्यो अलि छोरी पाएँ यस्तो खुसियालीमा म त के रे बर्थडे मनाइदिएर खुसियालीमा बर्थडे मनाइदिएर म त ए छोरी यहाँ छोरी हेर्नु छोरी यहाँ यस्तो यस्तो हेर्नु त छोरी 51 वर्षको किस्मत यस्तो भाइरल है तर तपाईँले क्याप्टेन गर्नु होला लाइक सेयर गरिदिनु होला भोज त हो न्यारी भोज मस्तले खान्छ है चुकाको भोज है यो दिदीहरुलाई परजस्तोलाई के राख्ने यसो खाट छोडेर हिँड्यो त्यसै नेवारी भोज कस्तो दिदी दामी मिठो भएछ अचार बन्दाको अचार है यो चाहिँ अब नेवारी भोज कस्तो लाग्छ न्यारी भोज त एकदम स्पेशल दामी